के तपाईलाई तपाईको डाक्टरले तपाईको मृगौला फेल भयो भनेर भन्नुभएको छ अनि तपाईलाई चाहिँ अब डायलाइसिस चाहिन्छ भनेर पनि भन्नुभयो। अब तपाईले सोचिराख्नु भएको छ, ओहो मेरो मृगौला फेल भयो, यो के अब कहिले पनि निको हुँदैन कि म आजीवन डायलाइसिसमा जान्छु। यदि तपाईलाई पनि त्यस्तो लागिरहेछ भने यो भिडियो तपाईलाई चाहिँ हुन सक्छ। एकजना बिरामी मलाई रेफर गर्नुभएको थियो। उहाँ चाहिँ नेपालगञ्जबाट आउनुभएको थियो। उहाँ जब मका आउनुभयो, उहाँको क्रियाटिनिन 9 मिलिग्राम पर डेसिलिटर थियो, जबकि नर्मल क्रियाटिनिन भनेको चाहिँ 0.7 देखि 1.3 सम्म जुन नर्मल हो, उहाँको चाहिँ 9 मा थियो। भनेको उहाँको मृगौलाले मोटामोटी कामै गरिरहेको छैन, दुवै मृगौला चाहिँ कम्प्लिटली फेल भइसकेको चाहिँ थियो। र त्यसको लागि नेपालगञ्जबाट चाहिँ मका चाहिँ फिस्टुला बनाउनलाई चाहिँ पठाउनु भयो। तर उहाँको रिपोर्टहरू हेर्दाखेरि चाहिँ के देखियो भन्दाखेरि उहाँको क्रियाटिनिन जुन 9 थियो, त्योभन्दा अगाडि उहाँको क्रियाटिनिन चाहिँ 1.3 थियो र 2 हप्ताको अन्तरालमा यो क्रियाटिनिन 1.3 बाट 9 सम्म पुगेको चाहिँ थियो। यो 1.3 क्रियाटिनिन चाहिँ बिरामीले आफ्नो डाक्टरलाई चाहिँ देखाउनु चाहिँ भएको थिएन, यो रङ होला भनेर। तर हामीले चाहिँ फर्दर जाँच गर्दाखेरि के देखियो भन्दाखेरि उहाँको मृगौलाको साइज पनि ठिक थियो र पिसाबमा चाहिँ धेरै प्रोटिन चुहिरहेको थियो। अब यो भिडियोको अन्तिममा उहाँको मृगौला ठिक भयो कि भएन, उहाँलाई हामीले कस्तो कस्तो उपचार गर्यौं, त्यो बारे म कुरा गर्न चाहदैछु। त्यसको कारणले गर्दाखेरि यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब यो भिडियो स्टार्ट गरौँ। हाम्रो बिरामीको मृगौला ठिक भयो कि भएन भनेर बुझ्नुभन्दा अगाडि पहिलो सुरु क्रियाटिनिन भनेको के हो त्यो बुझिराख्नु चाहिँ एकदमै जरुरी चाहिँ छ। क्रियाटिनिन भनेको चाहिँ हाम्रो शरीरमा आफै उत्पन्न हुने एउटा फोर हो, जुन चाहिँ मांसपेशीबाट आउने गर्दछ। यो मांसपेशी जब टुक्रिन्छ त्यहाँबाट आउने फोर यो क्रियाटिनिन रगतमा जान्छ र रगतमा जुन क्रियाटिनिन थुप्रिँदै जान्छ त्यो शरीरबाट एकमात्र बाहिर जाने बाटो भनेको चाहिँ पिसाब। यो रगत मृगौलामा गएर मृगौलाबाट चाहिँ फिल्टर भएर त्यसपछि पानीसँग यो क्रियाटिनिन मिक्स भएर चाहिँ बाहिर शरीरबाट जाने गर्दछ र तसर्थ के हुन्छ भन्दाखेरि शरीरमा क्रियाटिनिन भन्ने फोरको मात्रा गर्दै गर्दै जान्छ र लेभलमा चाहिँ बस्ने चाहिँ गर्दछ। तर केही कारणले गर्दाखेरि यदि मृगौलामा समस्या पर्न थालेको छ भने यो जुन क्रियाटिनिन छ त्यो चाहिँ पिसाबको माध्यमबाट बाहिर जान सक्दैन र मांसपेशीबाट चाहिँ कन्टिन्युअसली बन्ने भएको हुनाले यो रगतमा चाहिँ बढ्दै 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 जाने गर्दछ। जस्तै हाम्रो बिरामीको पनि क्रियाटिनिन 9 थियो भनेको उहाँको दुवै मृगौलाले राम्ररी काम गर्न सकेको थिएन, जसको कारणले गर्दाखेरि यो फोर रगतमा थुप्रिँदै गएर उहाँको 9 मिलिग्राम पर डेसिलिटरमा चाहिँ थियो। अब यति बुझिसकेपछि क्रियाटिनिन जुन बढिरहेछ यो ठिक हुन्छ कि हुँदैन, यो नर्मलमा आउँछ कि आउँदैन भन्ने कुरामा चाहिँ यदि कसैको क्रियाटिनिन वात्त लाएर बढेको छ भने त्यहाँ चाहिँ मृगौलामा तत्काल समस्या परेको छ र तत्काल समस्यालाई हामीले तुरुन्तै ट्रिटमेन्ट गर्यौं भने यो क्रियाटिनिन चाहिँ बिस्तारै नर्मल चाहिँ हुँदै हुँदै जाने सक्ने सम्भावना एकदमै हाई छ। तर यदि कसैको क्रियाटिनिन बिस्तारै बढ्दै 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 गइरहेछ, महिनौं लगाएर वर्षौं लगाएर यदि कसैको क्रियाटिनिन 1 बाट 3, 4 गर्दै बढिरहेछ भने त्यो चाहिँ फिर्ता आउने चान्स अलिकति लो चाहिँ हुने गर्दछ। एउटा अर्को उदाहरण छ। एउटा 29 वर्षको केटी मान्छे, उहाँ चाहिँ गर्भवती हुनुहुन्थ्यो र अनफर्चुनेटली उहाँको 34 हप्ता हुँदाखेरि उहाँको गर्भ खेर गयो इन्फेक्सनको कारणले गर्दाखेरि। त्यसपछि के भइदियो भन्दाखेरि उहाँको शरीरमा इन्फेक्सन बढ्न थाल्यो। इन्फेक्सन बढेर उहाँको क्रियाटिनिन वार वार बढ्दै 13 सम्म चाहिँ पुग्यो। त्यति बेला उहाँको पिसाब पनि टोटली बन्द भइसकेको थियो, किनभने किडनी चाहिँ टोटल शटडाउनमा थियो र हामीले त्यति बेला उहाँलाई चाहिँ डायलाइसिस गर्नु परेको थियो। डायलाइसिस गरेर उहाँको चाहिँ जुन यो क्रियाटिनिन, युरिया, यो जति पनि फोर छ, मेसिनले चाहिँ यसलाई चाहिँ सफा गरिदिरहेको थियो। तर सफा गर्यो, भोलिपल्ट फेरि क्रियाटिन बढ्दै बढ्दै जाने गर्थ्यो त्यो। फेरि भोलिपल्ट फेरि सफा गर्यो, त्यो क्रियाटिनलाई घटायो, पर्सिपल्ट फेरि बढ्दै जाने गर्थ्यो त्यो। सो यसरी गर्दा गर्दा उहाँको चाहिँ अराउन्ड 3-4 चोटि हामीले डायलाइसिस गर्नु पर्यो। तर एउटा यस्तो पोइन्ट आयो कि उहाँको चाहिँ अब क्रियाटिनिन बढ्न चाहिँ छोड्न थाल्यो। उहाँको जुन पिसाब बन्द भएको थियो बिस्तारै बिस्तारै अब पिसाब बढ्न थाल्यो। त्यसपछि के देखियो भन्दाखेरि उहाँको क्रियाटिनिन जुन त्यो फोर पिसाबको माध्यमबाट बाहिर जानुपर्ने त्यो चाहिँ बिस्तारै रगतमा घट्दै घट्दै गइरहेको थियो। भनेपछि के बुझ्यो हामीले भन्दाखेरि उहाँको मृगौला जुन सडनली बिग्रियो, त्यो इन्फेक्सनको कारणले गर्दाखेरि मृगौला वात्त बिग्रेर सडनली काम गर्न छोडेर उहाँको क्रियाटिनिन रगतमा बढ्दै बढ्दै गएको कुरा
मृगौला रिकभरीमा जान थालिसकेपछि पिसाबको माध्यमबाट त्यो क्रियाटिनलाई चाहिँ बाहिर फाल्न थाल्यो, जसको कारणले गर्दाखेरि यो 13बाट बिस्तारै 7मा गएर स्टेबल भयो र दिन बित्दै गइसकेपछि यो 7बाट पनि घट्दै 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 3, 2 गर्दै 1मा चाहिँ आउन थाल्यो। तर यहाँ के प्रब्लम आइदिन्छ भने भन्दाखेरि जब मृगौला रिकभरी फेजमा जान थाल्छ त्यति बेला मृगौलाले पहिला जसरी रगतलाई फिल्टर गरेर पिसाबलाई कन्सन्ट्रेट बनाएर बाहिर फाल्ने क्षमता जुन थियो पहिला, अब मृगौला रिकभरी फेजमा हुन थालेपछि त्यो फिल्ट्रेट त्यो जुन पिसाब बनाएकोलाई चाहिँ कन्सन्ट्रेट गर्न सक्दैन, जसको कारणले गर्दाखेरि पिसाबको मात्रा एकदमै धेरै हुने गर्दछ। त्यो बिरामीको पनि दिनमा 8 देखि 10 लिटर जस्तो पिसाब हुने गर्दथ्यो। त्यति बेला हामीले चाहिँ एकदमै फ्लुइडलाई एकदमै पानीलाई एकदमै म्यानेज गरेर बिस्तारै उहाँको रिकभर भइसकेपछि अनि त्यसपछि 1 क्रियाटिन हुँदाखेरि हामीले उहाँलाई डिस्चार्ज गर्यौँ। अहिले पनि उहाँ 1-1 महिनामा चाहिँ हाम्रो फलोअपमा चाहिँ आइराख्नु चाहिँ भएको छ। अब यदि कसैको क्रियाटिनिन भरभर बढिरहेछ र हामीले त्यसलाई चाहिँ तत्कालै ठिक गरेनौँ भने यो बिस्तारै दीर्घकालीन मृगौला रोगतिर जान्छ र यो चाहिँ इरिभर्सिबल चाहिँ हुने गर्दछ। तर हामीले चाहिँ समयमा क्रियाटिनिन बढिरहेकोलाई चाहिँ समात्न सक्यौँ र तुरुन्त ट्रिटमेन्ट गर्न सक्यो भने चाहिँ यो कम्प्लिटली रिकभर पनि चाहिँ हुनसक्छ। अब हाम्रो बिरामीको कुरा गर्दाखेरि जुन उहाँ नेपालगञ्जबाट आउँदाखेरि उहाँको क्रियाटिनिन 1.3बाट 2 हप्तामा 9सम्म जुन चढेको थियो, यो सडनली बढेको थियो र हामीले उहाँलाई तत्कालै ट्रिटमेन्ट गरिहाल्यौँ। तत्कालै ट्रिटमेन्ट गरे तापनि उहाँलाई चाहिँ डायलाइसिस गर्नु चाहिँ पर्यो, किन भन्दाखेरि क्रियाटिनिन 9-10 पुग्दाखेरि एउटा के जोखिम हुन्छ भन्दाखेरि मान्छे एक्कासी बेहोस हुने, मान्छेलाई चाहिँ छोप्ने रोगहरू आउने, सिजर्सहरू आउने, उहाँको कतैबाट ब्लिडिङ यत्तिकै हुने, सास फेर्न गाह्रो जस्तो समस्याहरू आइपर्न सक्छ। त्यही भएको हुनाले चाहिँ उहाँलाई हामीले डायलाइसिस गर्नु पर्यो। डायलाइसिस उहाँलाई 2 चोटि मात्र गर्नु पर्यो। 2 चोटि गरिसकेपछि उहाँको यो जुन क्रियाटिनिन 13बाट बिस्तारै झर्दै झर्दै गयो। यो डायलाइसिससँगै हामीले चाहिँ रगतबाट जाने औषधिहरू पनि दिइरहेको थियौँ। यसले पनि के गरिरहेको थियो भने मृगौलालाई चाहिँ सुधारतिर लगिरहेको थियो। डायलाइसिसले चाहिँ क्रियाटिन बढ्न दिइरहेको थिएन, मेडिसिनले चाहिँ उहाँको किडनीलाई चाहिँ रिकभर गरेर बिस्तारै किडनीको चाहिँ पोइन्ट घटाउँदै घटाउँदै लगिरहेको थियो र उहाँको पनि 1 क्रियाटिनिन हुँदाखेरि हामीले चाहिँ डिस्चार्ज गर्न सक्यौँ। अब यो जुन तपाईँले मैले बुझाएँ, यो सडनली राइज भएको क्रियाटिनिन आफै नर्मल हुन थाल्छ, तर दीर्घकालीन रूपमा जुन क्रियाटिन बढ्दै बढ्दै जान्छ यो चाहिँ नर्मल हुने चान्स अलिकति कम नै छ। सो यो सडनली राइज भएको क्रियाटिनिनलाई आजकल धेरै थेरापिजहरू पनि तपाईँले सुन्नुभयो होला, जस्तै होमियोप्याथिक थेरापिजहरू, टप बाथमा चाहिँ केमिकल लगाएर तपाईँ त्यहाँ सुत्नुहुन्छ, त्यसपछि क्रियाटिन घट्दै जान्छ भन्ने तपाईँले जुन त्यो सन्देश पाइराख्नु भएको छ। सो यदि एक्कासी क्रियाटिन बढेको हो भने यो किडनी आफै रिकभर हुन्छ। यो जे कारणले गर्दा मृगौलालाई बिगारेको, जस्तै कसैको चाहिँ डायरिया भइरहेछ अथवा पातलो दिशा भइरहेको थियो, कसैको चाहिँ बान्त भइरहेको थियो, कसैले दुखाइको औषधि जसले किडनीलाई हानि गर्छ त्यो खाइदिनु भएको थियो, कसैको ब्लड प्रेसर एकदमै हाई थियो, कसैको एकदमै लो थियो, कसैको पत्थरीको कारणले गर्दाखेरि चाहिँ क्रियाटिन बढिरहेको थियो। यदि यो समस्याको समाधान आफै भयो भने क्रियाटिन आफै घटेर जान्छ र तपाईँले त्यस्तो होमियोप्याथिक थेरापीहरू त्यस्तो लिइराख्नु चाहिँ पर्दैन, किनभने त्यो एकदमै एक्सपेन्सिभ हुने रहेछ र त्यसले चाहिँ खासै त्यस्तो काम गर्ने चाहिँ होइन र धेरै मान्छेहरू चाहिँ मिसगाइडेड हुने गर्दछ, किन भन्दाखेरि एडभर्टिजमेन्ट नै त्यसरी हुने भएकोले। तर यो सबै समस्यालाई हामीले हेला गरिराखिरहेछौँ, हामीले यसलाई ट्रिटमेन्टै गरिरहेको छैनौँ भने यो आकस्मिक मृगौला फेलियर यो चाहिँ दीर्घकालीन मृगौला फेलियरमा चाहिँ परिणत हुनसक्छ र यो चाहिँ इरिभर्सिबल हुनसक्छ र तपाईँलाई जुन यो डायलिसिस चाहिने समस्या यो चाहिँ आजीवन चाहिँ हुनसक्छ। त्यही भएर तपाईँले चाहिँ टाइमली आफ्नो समस्या छ भने ट्रिटमेन्ट गरिहाल्नु होला। सो आजको भिडियोमा यति नै। यदि केही प्रश्न छ भने तल कमेन्टमा लेखिदिनु होला र तपाईँले यो भिडियो मन परेको खण्डमा यो भिडियोलाई एउटा लाइक दिनु होला, यो भिडियोलाई सेयर गरिदिनुहोस् होला र यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति भन्दैमा म तपाईँहरूबाट आज बिदा लिन चाहन्छु। नमस्ते।